आहा मान्छेहरुको बाउ छोरा सुध्रेर तास खेलेर टाइमको सदुपयोग गरिरहेछ अनि मेरो छोरा छ एउटा बिग्रेर अस्ट्रेलिया गयो अस्ट्रेलियामा त गए त हुन्थ्यो नि अस्ट्रेलियाबाट पैसा पठाई गरेर राख्ने ठाउँ नै छैन भने पठाई गरेर राख्ने ठाउँ नै छैन भने अस्ति भर्खर त्यसले पठाएको पैसाले 10 बिघा जमिन किन्यो फेरि लालगढमा घर किन भनेर 10 लाख महिना पठाएको छ भने मेरो छोराले अस्ट्रेलियाबाट पैसा नपठा भनेको पठाई गरेर हैरान पाइसक्यो भने न घरमा पैसा राख्ने ठाउँ छ न ऋण लिने मान्छे ल है छिमेकीहरूलाई यसो ऋण चाहिएको छैन भन्नु म उल्टै ब्याज दिन्छु यहाँ पैसा राख्ने ठाउँमा टेन्सन भइरहेछ भने काका तपाईलाई पुलिसले खोजिरहेछ ल हेर त मसँग पैसा धेरबाट सरकारले सुरक्षा दिन पठायो होला चाहिँदैन भन्थ्यो यहाँ एक बोट तास किने पैसा हाल्यो भने दिन रात पाले हली बस्ने मान्छे फालाफल पाइन्छ